हेलो साथीहरू आइपुग हजुरहरू पनि सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु। आज मेरो फाइनली शुक्रबारको दिन ड्युटी पनि सिद्धियो। टिप्स मिलेको थियो नि त, हेर्नुहोस् न कति धेरै टिप्स मिल्यो आज। हेर्नुहोस् यहाँको 1 रुपियाँ, अनि यो 1 रुपियाँ, अनि यो 50 पैसा है खस हो। सबै मिलाएर 1.5 रुपियाँ भयो नि त। नेपालको 35 रुपियाँ, 1 रुपियाँ जोडेर नि 35 रुपियाँ, 1.5 रुपियाँ कति हुन्छ हिसाब गर्नुहोस् त। टिप्स दिनुपर्छ, खुसी हुन्छ कि मन किन होइन। अब यही पनि 1 रुपियाँ 1.5 रुपियाँ पाएछ, कस्तो मन खुसी भइरहेछ। बङ्गाली भालुबासेबाट भालोसी आई लभ यु। कस्टमरले 1 रुपियाँ दिए पनि खुसी हुन्छ, कस्तो मन हरेर हुन्छ। यस्तो हो भन्छ नि त मान्छेले, जब थोपाले समुद्र भन्छ, त्यो पनि 1 रुपियाँ जम्मा गरेपछि 2 वर्षसम्म त धेरै हुन्छ।